साथीहरू एकैछिन यो भिडियो हेर्नुहोस् है त। आफैले सोधेको प्रश्न आफैलाई नै भारी परेको छ है त उहाँलाई। उहाँले भन्नुहुन्छ शारीरिक अपाङ्गता भएको व्यक्ति, विशेष गरी दृष्टिविहीन व्यक्ति, यस्ता मान्छेहरू राजनीतिमा आउँदा विकास भएको कसरी देख्न सक्छ अनि विकास कसरी गर्न सक्छ भन्ने उहाँको प्रश्नमा उहाँ गेस्टले दिनुभएको उत्तर सुन्नुहोस् है त। तपाईँलाई कस्तो लाग्छ? मलाई त एकदम मजाको लाग्यो है त उहाँको यो उत्तर। यसरी शारीरिक अशक्त दृष्टिहीन मान्छे, विशेष त दृष्टिहीन मान्छेहरू चाहिँ राजनीतिमा आउँदा यस्ता मान्छेले विकास भएको कसरी देख्छन्, यस्ता मान्छेले के विकास गर्छन्, यो प्रश्नको मलाई उत्तर दिनुहोस् तपाईँ। यो प्रश्नको लागि चाहिँ म तपाईँलाई अर्को समय, आज त समय छैन, म तपाईँलाई एक कप कफी नै खुवाउँछु। कस्तो राम्रो प्रश्न गर्नुभएको छ। तपाईँलाई कसैले पनि नकारात्मक कमेन्ट नगर्नुहोस्, म त्यो भन्न चाहन्छु। यसको जवाफ दिन मलाई निकै लामो समयदेखि मन लागिरहेको थियो। आज मजा आयो, साँच्चै मजा आयो। आजसम्म जति अन्तर्वार्ता दिए ती अन्तर्वार्ताहरू मध्ये यो प्रश्नबाट म असाध्यै खुसी छु। प्रभावित हुनुभयो। गौरव गर्न लायक प्रश्न हो यो। संसदमा ढुङ्गा बोक्न, संसदमा तपाईँको ढुङ्गा बोक्न त जाने होइन होला, संसदमा तपाईँको चाहिँ कुस्ती खेल्न जाने होइन होला, संसदमा तपाईँको रेस्लिङ खेल्न जाने होइन होला, संसदमा त नीति निर्माणका कामहरू गर्न जाने होला नि। संसदमा तपाईँहरू जस्ता आँखा देख्नेहरू पुगेर चाहिँ रातो पासपोर्टको दुरुपयोग गर्नुभयो। एउटा दृष्टिबिन्दुले त गएर रातो पासपोर्टको दुरुपयोग गर्न सक्दैन होला। तपाईँहरू जस्तो मान्छेहरू संसदमा गएर खरिद बिक्री हुनुभयो, आँखा देख्ने मान्छेहरू होइन, बोका खसी जस्तो बिक्री हुनुभयो, आफूलाई लिलाम गर्नुभयो अलिकति पैसाका लागि। सम्भवतः दृष्टिबिनहरू त्यसरी त्यहाँनिर चाहिँ तलमाथि गर्दैन होला। दृष्टिबिनहरू कोही मन्त्री बने भने दृष्टिबिनले टेबल मुनिबाट पैसा दिँदैछ कि माथिबाट दिँदैछ लिनु हुँदैन भनेर बुझ्ला। तपाईँहरू जस्तो आँखा देख्नेले टेबल मुनिबाट पनि लिन जान्नुभयो, माथिबाट पनि लिन जान्नुभयो, बाहिर चिया पसलबाट पनि लिन जान्नुभयो।